हेलो गाइस, फेरि पनि हजुरहरूलाई मेरो अर्को भिडियोमा स्वागत गर्दै आजको नेपालको हाम्रो दोस्रो दिन र अहिले हामी यहाँ मामा घरबाट जस्ट निस्किसकेका छौँ। अब आज अर्कै ठाउँ जानेछौँ। हजुरहरूलाई त्यो पनि भिडियो केही दृश्यहरू यस भिडियो मार्फत देखाउनेछौँ। हजुरहरू हेर्न सक्नुहुन्छ। आज चाहिँ हिजो चाहिँ घाम थियो भने आज चाहिँ अलिकति दिन धुम्म भएकोले लगभग 12 बजिसकेको छ। अब त्यहाँ गएर कहाँ जानेछौँ हजुरहरूलाई देखाउनेछौँ सम्पूर्ण भिडियोमा। यहाँ चाहिँ यस्तो छ दृश्य, घर छेउछाउ बाटोको छेउछाउमा घरहरू यति रमाइलो छ। बाटोघाटो चाहिँ साह्रै राम्रो यहाँको। अनि मामा चाहिँ यहाँ काँक्राभिट्टा बजारसम्म टाउनसम्म त्यहाँ गाडीमा चढ्नको लागि जानुहुँदैछ। हामी चाहिँ जाँदैछौँ हिँड्दै। यहाँ दुर्गा माताको मन्दिर, नवदुर्गा भवानी जय हो। अब हामी बसमा चढेर भेट्नेछौँ हजुरसँग है त। ल गाइस, अहिले चाहिँ हामी आइपुग्यौँ यहाँनिर काली खोलामा। यहाँ चाहिँ एउटा बुद्धको यो मन्दिर रहेछ एउटा, के भन्छन्, अनि काली खोला पारी भनिन्छ यो गाउँ चाहिँ। काली खोला चाहिँ यसैलाई भन्छन्, कालो कालो पानी रहेछ यस्तो। ल यता फर्किन। ओइ भाइ, यता तँलाई कस्तो लाग्दैछ? मजा लाग्दैछ? यो बाटोकै छेउमा घर, यस्तै मजाको छ यार। यहाँको दोकानहरू नि दुईजना मान्छे जुरुकै बोक्न आइन्छ। यसलाई चाहिँ घुम्ती भन्छ, घुम्ती। ओ आऊ मामा, झर्ना छ। यो चाहिँ काँक्राभिट्टा हाम्रो मामाहरूको पस्ने गल्ली र यो फार्मासीले गर्दाखेरि हाम्रो मामाहरूको पस्ने गल्ली थाहा हुन्छ। यहाँलाई पछि हिँडेर नजिकै हो। काँक्राभिट्टाको यो चाहिँ पल्लो साइड। अहिले चाहिँ हामी बसमा चढिसकेका छौँ चारालेको। भाइ यता हेर्न है भाइ। अहिले चाहिँ हामी यहाँ चारालीमा झरिसकेका छौँ, नामिसकेको गाडीबाट। अब चाहिँ हामी यता जाने अर्को गाडीमा चढेर हेर्दै गर्नु होला। यहाँबाट चाहिँ अनि इलाम सिलाम जान सकिन्छ, यहाँ गाडीबाट पाइन्छ। अब यहाँबाट हामी अर्को गाडीमा जानेछौँ। हामी फाइनली यो बहिनीको घरमा उनी यता हेर्दा यो बहिनीको घरमा आएको, भेट भइसक्यो। यहाँ बुधबारेमा गाडीबाट नामेर अनि हामी चाहिँ यता अहिले हिँडेर जाँदैछौँ। हामी चाहिँ अहिले यहाँ आइपुगेको छौँ मुनाको घरमा। यो चाहिँ हाम्रो गाउँकै बहिनी हो। अब यहाँ एकछिन बसेर यता जाने हो। अहिले चाहिँ हामी यहाँ बाटोतिर घुमघाम गरिरहेको छौँ। पानीपुरी चटपटे यसो खाँदै यो चाहिँ के अरे बुधबारे भन्छ यो ठाउँलाई चाहिँ। 1 hour later। र गाइस, अहिले हामी चाहिँ फाइनली यहाँ आइपुगेको छौँ जहाँ हामी भनेर आएको थियौँ। यो बुधबारेमा रोशन थापा घर हो। यो चाहिँ बहिनी हो। यस्तो छ गाउँ एरिया हो।
पहिला पनि आएको थियो धेरै साल अगाडि, तर अहिले चाहिँ अलिक परिवर्तन भएछ। अनि यो चाहिँ हाम्रो दाजुकै घर हो, भाडामा दिनुभएको छ अरे। ल त अब कहाँ यसो डुल्न जान्छौँ हामी, त्यो ठाउँहरू देखाउने छौँ। अब यहाँ बहिनीहरूले कहाँ लान्छन्